यो लोकतन्त्रवादी होइन, जनताको लागि होइन कि यो आफ्नो व्यक्तिगत स्वार्थ, अराजकता फैलाउने, हिंसा फैलाउने, देशको सम्पत्तिलाई नष्ट गर्ने र देशलाई अझ ब्याक गर्ने। अहिले एक त हामी विभिन्न कारण, आन्दोलनकै कारण डे बाई डे, दिन प्रतिदिन हाम्रो देश चाहिँ पछाडितिर धकेलिँदै गइरहेको छ। र यो सरकारी सम्पत्ति क्षति गरेको भनेको कसको हो त? त्यो जनताको सम्पत्ति होइन? त्यो जनताको ट्याक्सबाट किन्या होइन र? जडीबुटीमा त्यत्रो आन्दोलन क्षति भएको छ हैन, त्यसमा कसको सम्पत्ति गयो त? त्यो जनताकै सम्पत्ति हो नि, त्यो जनताकै ट्याक्सबाट चल्या हो नि। भनेपछि आफूलाई सिध्याएर आफू बन्छु भन्ने परिकल्पना गर्नु भनेको कतिको जायज हो त भन्ने कुरा पनि एउटा ठुलो प्रश्न छ के। तर म आफू नै हो है, त्यो पनि म नै हुँ भन्ने कुरा चाहिँ राजावादीले किन बुझेन त भन्ने कुरा हो के। त्यसले गर्दाखेरि यो आन्दोलन कस्तो किसिमको गर्ने, आमसभा कस्तो किसिमको गर्ने, आमसभा र जनताको विचार लुट्ने भनेको त आइडियोलोजी नै होइन र? विचारले पनि त गर्न सक्थ्यो होला नि त। उहाँले आफ्नो विचार किन दिन सकेन त? राजतन्त्र थियो हैन, त्यसपछि प्रजातन्त्र आयो, लोकतन्त्र भए। भनेपछि लोकतन्त्र आउँदाखेरि त लोकतन्त्रवादीले आफ्नो आइडियोलोजीले लोकतन्त्र ल्याएको हो नि त। तर राजावादीले राजतन्त्र पुनः फर्काउनलाई किन आफ्नो आइडियोलोजी छड्न सकिरहेको छैन त? किन डिस्प्ले गर्न सकेन? किन मोटिभेट भएन? किन उसले हिंसा हत्या नै गर्नुपर्छ त? र अर्को कुरा चाहिँ मैले यता सुरक्षा निकायको तर्फबाट हेर्दाखेरि बिचरा ती सुरक्षाकर्मीहरूसँग केही छैन, हात हतियार, एउटा लट्ठी र एउटा आफूलाई प्रोटेक्सन गर्ने त्यो एउटा सिसाको ब्लक मात्रै, मोटरसाइकलको हेलमेट लाएको छ। त्यसलाई यहाँहरूले मैदानमा खटाउँदाखेरि इक्विपमेन्ट दिनु पर्दैन त? त्यसको सुरक्षा कसले गर्ने? त्यो मानव होइन? त्यसलाई ढुङ्गा मुढा गरेको देख्दाखेरि जिउ सिरिङ्ग भएर आउँछ। त्यसले गर्दा ती सुरक्षाकर्मीहरूलाई, त्यही त जनताको लागि, हाम्रो लागि खटिएका सुरक्षाकर्मी हो नि त। सबैको जनधनको क्षतिको लागि उभिएको हो नि त मैदानमा, फ्रन्ट लाइनमा छ उनीहरू। तर उनीहरूलाई दिनुपर्ने सेफ्टीहरू, उनीहरूलाई दिनुपर्ने इक्विपमेन्टहरू एभाइलेबल पूर्ण रूपमा छैन। माननीय मन्त्रीज्यू, त्यतातिर पनि हामीले ध्यान दिनुपर्छ। र जुन हिसाबले निषेधित एरिया छोडेर घोषणा गरेको एरिया पनि जबरदस्ती क्रस गरेको छ। यदि सायद मैले बोल्न मिल्छ मिल्दैन भन्न त म सक्दिनँ, बोल्न मिल्छ कि मिल्दैन। यदि म त्यो बेलामा चाहिँ म आफै पनि मन्त्री भएको भए चाहिँ म सुट गरिदिउँ भनेर आदेश दिन्थेँ। त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जाने कहाँ चिकसम्मको नैतिकता हो? उसले गर्न खोजेको के हो त? ऊ सर्वोपरि हो? जे बोले पनि भयो, जे गरे पनि भयो? त्यत्रो सुरक्षाकर्मीले मुर्काले त्यो सिसा फोडाएको छ, बुलेट प्रुफ गाडी चढेर आएको छ, त्यत्रो सुरक्षाकर्मीलाई पेलेर गएको छ। त्यो त लाइभ सबैले देखिरहेको थियो। र यो अश्रु गयासको पनि कुरा आइरहेछ, हामी सदनमै थियौँ त्यो दिन पनि। पहिला सुरु प्रहरीको हतियार खोसेको निजाउँछ, त्यसपछि प्रहरीले गोली चलाएको हो। सबै प्रहरीको हतियार खोज्दा भए के हुन्थ्यो? त्यसकारण यो अराजकता हो, यसको चाहिँ गहिरो छानबिन हुनुपर्छ र जोसुकै पनि दोषी छ त्यसलाई कडाभन्दा कडा सजाय चाहिँ गर्नै पर्छ। त्यसले गर्दाखेरि चाहिँ यस्ता घटनाहरू निन्दनीय हो। र अब लोकतन्त्र आइसकेपछि फेरि हामी चाहिँ राजतन्त्र फर्काउँछौँ र यो देशको शक्ति, ठुलो शक्तिले लोकतन्त्र लिएर आएको हो। र योभन्दा माथिल्लो अन्य कुनै शक्ति छ जस्तो मलाई पनि लाग्दैन। अब त्यसको भ्रममा जानु भनेको त अब मूर्खता हो कि के हो, त्यो त आफैले अन्डरस्टुड कुरा हो। त्यसले गर्दाखेरि चाहिँ राज्यले प्रशासन संयम भएकै हो। अझ प्रशासन अबको दिनमा यस्ता आमसभाहरू हुँदाखेरि कडा रूपमा उपस्थित हुनुपर्छ र दण्ड चाहिँ गर्नै पर्छ। होइन भने यो देशमा दिन प्रतिदिन अराजक बढ्दै जान्छ। त्यसको जिम्मेवार भोलि राज्यले लिनुपर्छ।